गाइज हामी चाहिँ लामो बाटोमा के अरे मर्निङ वाक गएर दिदी हेलो दादा हेलो उहाँले चाहिँ उनको टोपी लगाएर आउनु भएको छ त्यसैले उहाँ त्यसरी आइराख्नुमा चाहिँ हामी चाहिँ गएको मर्निङ वाक धेरै लामो बाटो गइरहेछौँ आज चाहिँ भन्छु आज चाहिँ दुईजना पनि हुनुहुन्छ मसँग म एक्लै जान्थेँ पहिला भन्छ सबैले सोच्नु भएको थियो म सर्टकट बाटो ल्याउँछु तर मैले यति लामो बाटो ल्याएको छु भोलिदेखि हिँड्नुहुन्छ कि के दीवानी तू प्यार न मेरा पहचाने गईमा गई दिदीबाट सर्टकट पर्छ अरे दिदीले भनेको अब दिदीको सर्टकट केही छैन लाग्दैन भर्खर आधी बाटोमा पुग्यौँ यस्तो देखिरहेको यताबाट चाहिँ यता बस्ने ठाउँ छ देखिरहेको छ कि छैन यता यस्तो छ त्यो बसिरहौँ अब उठेर जान्छौँ एकछिनमा यस्तो राम्रो सनफ्लावर नै हो होइन छ के यता थाक्नुहुन्छ भनेर यो बाटो ल्याएको मैले आफै थाकिरहेको छु के गरौँ म थाक्छु होइन उहाँहरूलाई थकाउँछु भनेर सोचिरहेको थिएँ आफै थाकिरहेको छु क्या उनीहरू त टुई हिँड्दा म चाहिँ पछाडि आमा यति हिँड्यो तपाईँहरू थाक्नुहुन्छ भनेर यो बाटो ल्याएको मैले थाक्नु न प्लिज म थाकिसकेँ यति धेरै हिँडेँ मैले म थाकेँ म यहाँभन्दा माथि जाने हिम्मत छैन अल्छी गरेर जान्थेँ म पहिला भ्यू हेर्न मात्रै आज त मलाई लङ बाटो लग्छु भन्ने चक्करमा आफै फसेँ नि दाइ यताबाट म सक्दिनँ गएँ म भनेर चाहिँ गइराख्नु त हामी चाहिँ यहीँ छौँ सिडी भर्खर चढेर भ्यायो अब माथि जान्छन् होइन ढिलो भयो त्यसैले घाम नि आइसक्नु भएको छ त्यसै लास्टै ढिलो पुग्यो सिडी चढ्न नसकेर घाम आइसकेछ त्यही हो यता माथितिर आए नि यता आएको थिएन फेरिको जिम गरिरहौँ त्यही हो मैं इधर सोच रही बहुत बड़ा जिम होगा फेरि का बहुत कुछ थोड़ा ही मिनी पार्कबाट बिदा लिन गइरहेको छु बाई बाई